आफ्नै मुस्कानको अर्थ नबुझेको मलाई अरूको मुस्कान बचाउने तरिका सिकाएकोमा धन्यवाद। मैले पखेटा स्वरूप सेतो एप्रोन पाएको छु। हिँड्न नजान्नेलाई आकाशमा उडाएकोमा धन्यवाद। गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देव महेश्वर सुक्खा बिउलाई पानी हाली उम्राएकोमा धन्यवाद। गुरुआमा तपाईँहरूलाई समर्पित। थाहै नपाई ब्याचलरको पनि तेस्रो वर्षमा आइपुगिएछ। समय साँच्चै कस्तो रहेछ है। घडीको सुई त देखिन्छ, तर जीवनको समय कहिले टिप्छ कसैले देख्दैन। हिजो मात्रै आमाको हात समातेर विद्यालय गएको थिएँ। आज डाक्टर बन्ने सपना बोकेर मेडिकल कलेजमा छिरेको छु। यो यात्रामा मेरा पाइला लडखडाएका पनि थिए, गल्ती गरेका पनि थिए, हार मानेका दिन पनि थिए, तर एउटा कुरा कहिल्यै बदलिएको थिएन। हरेक मोडमा थकित शरीर, तनावित मस्तिष्कलाई ऊर्जा दिन सक्ने जडीबुटी हो सायद। बादल लाग्दा हराउने जुन नभएर अन्धकार चिर्ने बत्ती हो सायद। पानी समेत नपाउने मरुभूमिमा पहिलो पटक पलाएको हरियाली हो सायद। Seniors and my dear batchmates, it's me, Shrivati Pandit, representing BDS A class. It is a great honor and privilege to stand before you today on the occasion of Teachers' Day. We heartily welcome all the beloved teachers to the celebration of Guru Purnima, organized by the BDS family. Thank you so much for blessing us with your presence. Today, we gather to express our heartfelt gratitude to the people who shape our lives with knowledge, wisdom, patience, and kindness. Our teachers spend countless hours preparing lessons, clearing our doubts, motivating us, shaping us to enter the real world, and believing in our potential even when we doubt ourselves. To all our wonderful teachers, thank you for your unwavering support, your encouragement, and your belief in us. Your guidance lights our path and helps us build a brighter future. We are truly fortunate to have mentors like you. On the behalf of all the students, I wish every teacher a very special Happy Teachers' Day. May you continue to inspire generations with the knowledge, wisdom, and dedication. Thank you. हाम्रो स्टुडेन्ट हो भनेर हामीलाई चाहिँ गर्व लागोस्। त्यो किसिमको चाहिँ राम्रो एकाडेमिसियन, राम्रो एउटा ह्युमन बिङ र पछि गएर पढिसकेपछि आफ्नो क्षेत्रमा एउटा राम्रो डेन्टिस्ट मात्रै नभएर एउटा इथिकल अनि गुड मोरल भ्याल्यु भएको चाहिँ डेन्टिस्ट होस्। BDSको सम्पूर्ण स्टुडेन्ट्सहरूलाई चाहिँ टिचर्सहरूको तर्फबाट धेरै धेरै धन्यवाद। गुरुपूर्णिमाको यस्तो राम्रो कार्यक्रम आयोजना गर्नुभयो, हामीलाई बोलाइदिनु भयो। Continue.